हैन स्वर्ग देख्नु भयो त थाइल्यान्डमा स्वर्ग देख्ने पाइन भाइ उठेन ल होइन है, हाम्रो भान्जा बाबु अब यसरी नै बस्ने हो। ल यसरी बसिदिन्छु नि त। हेर न थुतुनो। जम्मा 15 मिनेट घरबाट हिँड्ने बेलामा 15 मिनट आधा बाटो आउँदा नि 15 मिनट के कुरो हो यस्तो साँच्चै 15 मिनेटको आउँदा आयो अहिले त आधा आउन पर्ने उहाँ त आउँदा नि उही 15 मिनट अब यहाँ त माथि जाँदा नि अझ 15 मिनट ठोक भाइ लास्ट 15 उहाँको अझ 15 मिनट भन्नु यहाँ त कति मिनट लाग्छ त्यो घर जान अब त्यो त तपाईलाई धेरै लाग्दैन 15 मिनेट तपाईँलाई के भयो घरबाट आउँदा 15 मिनट भनेर उहाँले भन्नु मिसअन्डरस्ट्यान्डिङ भयो मेरो चाहिँ मैले उहाँले त्यसो भन्नुभयो भने मलाई थाहा थिएन बाटा आएर बस्छु कति छ भन्दा 15 मिनट के भएको भने मैले उहाँले यहाँ यस्तो मान्छे पनि आलु बुद्धि पनि आलु यत्रो आलु अलि सानो भन्न हिजो म भ्लग गरेर फर्केँ मेरो प्रोग्रामहरू थियो उहाँ चाहिँ बिरामी भएर मैले सबै जीवन जल सबै रेडी पारेर छोडिदिएँ भ्लग गर्दै के गर्दै हुनुहुँदो रहेछ भनेर एन्ड गर्नको लागि कोठा छिर्नु लाग्यो खोलिदिनु भएन सुरुमा भित्रबाट यस्तो रे यति बजे आउने हो घर होटेलमा अनि भित्र गएको त आया आया रे अनि बिस्तारामा पल्टिनु भयो मैले त फालिदिएँ चुरोट र सुर्ती रे दिनमा 3-4 पटक खानुहुन्छ सुर्ती 3-4 वटा चुरोटो अनि पत्याएन क्या मैले बिन हेरेको त नभन्दै रहेछ खुट्टा माडिदिएँ अब मैले सिगरेट नखाने क्यान्सर आउँछ कि जस्तो लाग्छ तपाईँहरू पनि नखानु होला सही हो त्यसै हो म त सुपर पावर पनि थियो सिगरेट पनि थियो सबै फालिदिएँ हिँड्दै र सिटामोल खाएपछि बिहान फेरि कस्तो सिकाने सम्राट भन्ने चलचल सुरु भइगयो राति 2-3टा कुराले तनाव भयो क्या मलाई कस्तो भयो भन्दाखेरि उहाँहरूमा जहिले नि अब पोखरामा भेट्नु त सँगै भ्लग गर्ने जोक गर्ने बानी उहाँले भन्नुभएको छ कि पहिला एउटा एपिसोडमा तपाईँ र म कतै घुम्न जाँदा म सुइकेँ भने के गर्ने हो भन्नुभयो अनि मैले उहाँलाई के भन्थेँ भन्दाखेरि अब हाँसो मजाकमा त्यसो भयो नि तपाईँ हेलमा म जेलमा उहाँ अब हेभेन त जानुहुन्न जस्तो लाग्छ होइन तपाईँ खास स्वर्गको बाटो हुनुहुन्थ्यो तपाईँ त्यो थाइल्यान्डमा अर्कै स्वर्गतिर लाग्नुभयो तपाईँ थाइल्यान्ड तपाईँले लाने के हाम्रो ब्रोको नाम के रे मेसर हजुर क्यानेडियन ब्रो होइन स्वर्ग देख्नु भयो त थाइल्यान्डमा स्वर्ग देख्ने पाइन भाइ उठेन ल स्वर्ग भनेको त्यही होला भएन अनि अमला थिएन मलाई त अब त्यो कहानी पछि सुनेको अब हामी सम्राट र म जापान जाँदाखेरि रेड बुल लिएर जाने आजको लागि भिडियो यति नै थियो आई होप तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र च्यानललाई सब्सक्राइब गर्नुहोस् थ्याङ्क्स फर वाचिङ बाई